पवित्र वचन मत्ती 11:28 भन्दछ, हे सबै मेहनत गर्ने र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। प्रभु यीशुमा मेरो प्यारो भाइ बहिनी सबैलाई जय मसीह। आजको समयमा नानीहरू थकित भएका छन्, जवानहरू थकित भएका छन्, बुढापाकाहरू पनि थकित भएका छन्। संसारको बोझ यति भारी भएको छ, मानिसहरू सहन नसकेर आत्महत्या गर्दछन्। पढाइको बोझ, करियरको बोझ, भविष्यको बोझ, रोग बिमार समस्याहरू इत्यादि। यसमा पनि सबैभन्दा ठुलो बोझ पापको बोझ हो। प्रभु यीशुले भन्नुभयो, हे बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। तपाईँको समक्षमा यो एउटा आत्मिक भजन लिएर आइरहेकी छु। हाम्रो पीलाई बुझिदिने प्रभु यीशु हुनुहुन्छ, हाम्रो आँसुलाई बुझिदिने ख्रीष्ट यीशु हुनुहुन्छ, हाम्रो आँसुलाई बुझिदिने ख्रीष्ट यीशु हुनुहुन्छ। आमेन।